नमस्ते। आज हामी जापानी भाषाको पहिलो पाठ हिरागाना सिक्न गइरहेका छौँ। आज हामी अ देखि ओ सम्म सिक्ने छौँ। सुरु गरौँ। यो हो अ। जापानीमा आ। उदाहरणका लागि आशा भन्नाले बिहान बुझिन्छ, आशा। अर्को अक्षर हो इ। जापानीमा इ। जस्तै इनु। इनु भन्नाले कुकुर भन्ने बुझिन्छ, इनु। यो हो उ। जापानिजमा पनि उ। जस्तै उमी। उमी भन्नाले समुद्र, उमी। अर्को अक्षर ए। जापानीमा जस्तै एकी। एकी भन्नाले स्टेसन, एकी। र आजको अन्तिम अक्षर ओ। जापानीमा ओ। जस्तै ओच्या। ओच्या भन्नाले चिया, ओच्या। यी थिए हिरागानाका पहिलो 5 अक्षरहरू। राम्रोसँग अभ्यास गर्नुहोस् र हामी अर्को पाठमा भेट्नेछौँ। अभ्यास गरिरहनुहोस्। धन्यवाद।